आत्मालाई झुक्याउँछु म पापी मनलाई सताउँछु म प्यासी आत्मालाई झुक्याउँछु म पापी मनलाई सताउँछु म छैन आफैसँग कुनै खेल छैन आफैसँग कुनै खेल Glory 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 Oh my God. Murder? Hello? Police station? तपाईं कहाँ गएर आउनुभएको थियो अनि तपाईले कसरी देख्नुभयो लास? म कलेज जान लागेको थिएँ, अचानक लास देखेँ अनि हजुरहरूलाई कल गरेको। ठिक छ, अहिले तपाईँ जान सक्नुहुनेछ। आवश्यकता पर्यो भने पुलिस स्टेसन बोलाउनु। हुन्छ, म लाग्छु। ए केटा, पुरै रिपोर्ट राखिस्। केटा हो, एकछिन चौतारामा गएर बसौँ न। केटा हो, के गर्ने यार, हामीसँग भएको पैसा पनि सकिसक्यो यार। अहिले त काम पनि आउन छोड्यो, साह्रै टेन्सन भयो यार। पकेटमा 1 रुपैयाँ पनि छैन यार, के गर्ने होला यार।
त्यही त नि भनेको मसँग भएको पैसा पनि सकियो अब पैसा पनि छैन मसँग अब हामी के गर्ने त तिमीहरू चिन्ता नमान्ने केटा हो मसँग 3000 त्यसले आजको लागि काम चल्ला नि आज त्यतिले गुजारा चलाम न त के गर्ने केटा हो आजकल सरलाई पनि फोन लागेको छैन सर कलेजतिर बिजी हुनुहुन्छ क्या हो त्यही भनेको त नि सन भएको छ हेर न अब सरलाई मैले नि बारम्बार फोन गरिराखेको छु लागेकै छैन फोन त त्यही त यार यो त बोक्रे होइन यार ओइ बोक्रे बोक्रे मिस्टर बोक्रे भन मिस्टर बोक्रे तिमीहरू 5 जनाले मलाई हेप्या नयाँ केटाहरूको सङ्गत ल्याएर त एकदमै उस भएको छैन खुब ठुलो बन्दै छ सचल हैन खै यार ठुलो मान्छे ठुलो नबनेर हुन्छ त सायद तिम्रो सबको कार्य नपर्छ न्यू नफर्छ मिस्टर बोक्रे हो न्यू नफर्छ क्यास सक्सेस अहिले त न्यू पो खोज्न थाल्यो यार वेल के नि त भाइ के नि त भाइ हाले त ठुलो साले डरा जागे यार मैं साले डरा हामी त के डरा यार साला बोक्रेले समय देख्न थाल्यो यार आज के खान्छ केटा रक्सी खाउँ अनि त्यसपछि पाडा भुटुवा खाउँ न साह्रै भोक लागिरहेको छ यार बरु चाँडै मगाउनु न यार दाइ एक बोतल रक्सी दिनुहोस् एक प्लेट पाडाको भुटुवा दिनु न ल अलिक छिट्टो गरिदिनु न है बिरु कहाँ गयो यार अचेल नरेश मैले देखिनँ यार कहाँ गएछ यार फोन पनि लाग्दैन फोन पनि लाग्दैन यार सब्जी हामीले पहिले मगाएको हाम्रै खै त केटा हामी नयाँ ठाउँमा छौँ तर पनि हाम्रो रवाब चाहिँ जम्रा जस्तो छ है जमाउनै पर्यो नि यार को हो तिनीहरू साला को हो तिनीहरू छोड्दिन तिनीहरूलाई साउजी को हो यिनीहरू बढी बोलिरहेछ त यिनीहरू छोडिदियो भाइ तिनीहरू त्यस्तै हो को हो तिनीहरू हामीलाई थर्काउने हेरौँ त एकचोटि को हो तिमीहरू हल्ला गर्ने ओइ पिउँजी नभन्जाने पिलायो साथीले म छु भने भरोसा दिलायो साथीले दिलायो साथी भने जस्तो पो हुनुपर्छ नि यार 5 रुपियाँको भट्टा 10 रुपियाँको सट्टा कति खुसी म त यार अब यतै सुने चाहिँ होला नि घर गएर कहाँ गयो मेरो एउटा जुत्ता धेरै पढेर सडियो बोक्रे ओहो बोक्रे बोक्रे ओ बोक्रे उठ उठ न बोक्रे को
रक्षा दिदी को दिदी रे रक्षा दिदी जोसुकै तल त आज मलाई सडक नाटकमा हेल्प गर्छु भन्थिस् त घर जानी भए भए तँलाई उठाउन आउँथेँ म घर जा तैँले दिदीलाई अर्डर दिएको भनेको एउटा साँच्चै मलाई बुझ्छ अरे कसरी भाइ खाइसी धेरै गरुङ्गो हुन्छ के एकछिन के भयो एकछिन मेरो जुत्ता छोडेछ कि मलाई नछोडे एउटा हामी पैसा पर्छ नि यार सुमन तिम्रो घरमा को हुनुहुन्छ मेरो घरमा कोही छैन मेरो आफ्नो भन्ने कोही छैन मैले तिम्रो बारेमा सोधेर तिमीलाई धेरै दुखी बनाए त्यसको लागि सरी ल केही छैन मेरो जिन्दगी त जन्जिरले जेलेसरी छ थाहा छैन मेरो जिन्दगीको मोड कहाँ पुग्छ के हो तिम्रो जीवनमा त कथा र बेथा थुप्रै छन् जस्तो छ नि सुमन टाइम पनि भयो हामी यहाँ धेरै भयो बसेको अब लागौँ हुन्छ जाऊ कान्छी सन्चै छस् सन्चै छु ल बस ल अनि कान्छी सन्चै छस् त सब ठिक छ ए हेर्न तँलाई म एउटा कुरा भनौँ भनेको के ए साँच्ची भन्ने नै हो त भन्न भन् कसरी भन्नु खोइ त्यो छ नि तेरो के कस्तो खेलाउ लागिरहेको क्या मलाई के हो के पो भन्छ मुर्दार नि त्यो छ नि त्यो के कस्तो खेलाउ लागिरहेको के भन्न भन् छ नि तिम्रो के त्यो नाङ्लो के ल खेलान त खेला कसरी खेलाउँदो रहेछ खेलाइ पो हाल्ने जान्दैन म यस्तो खेलाउनलाई यस्तो खेलाएर पनि कसरी खान्छ बोक्रे के हो नि त्यो के भन्या तैँले त्यो के त्यो यो त के रा खान्छेस् छ्या कस्तो कुरा गर्छ खा न खा मैले तँलाई भनेर कति माया गरेर ल्याइदिएको छु ल खा ल ए साँच्ची केरा पो रहेछ अनि बोक्रे हो बोक्रे अहिलेसम्म झुटो बोले आएन हेलो हेलो सुमन के गर्दैछौ तिमी म घरमै छु मैले तिमीलाई एउटा कुरा भनौँ के हो भन न भोलि मलाई रोमान्टिक रमाइलो ठाउँमा घुम्न लैजाऊ न खै के हुन्छ टाइम मिल्छ कि मिल्दैन प्लिज ओके म टाइम निकाल्छु ओके म वेट गरेर बस्छु ल बाई यो मनले रोजेको यो तनले
ओहो बोक्रे भाइ कहाँ जान लाइस् त? ओहो रक्षा दिदी पो कहाँ हुनु नि? अचेल थोरै समाजसेवामा लागेको छु। 5 को भट्ट 10 को स्वाट्ट। होइन तैँले समाजसेवा चाहिँ के गरिस् ल भन् त? खासै ठुलो समस्या त होइन दिदी, अलिअलि बिहान 1 गिलास बेलुका 1 गिलास त्यही त हो नि। अनि रक्षा दिदी तपाईँ चाहिँ कहाँ हिँड्नुभयो नि? आज त्यहाँ एउटा सडक नाटक छ, म त्यही हिँडेको। तैँले मलाई एउटा सानो सहयोग गर्नुपर्ने भयो। ओहो जान त हुन्थ्यो दिदी, तर आफूलाई बोल्न आउँदैन। हिँड्न म सिकाइदिइहाल्छु नि तँलाई। हेत्तेरिका, यो दिदीले फेरि कहाँ लान्लायो मलाई? हिँड्न म सिकाइदिइहाल्छु नि तँलाई। धेरै नाति त यो दिदीले फेरि कहाँ ल्याएर फसाउने होला? नाटक भन्छ त समाजसेवा गर्ने भनेको होइन त नि। अब हजुरले सिकाइदिनु हुन्छ भने गरौँला नि त, जे पर्ला पर्ला। हामी पढी लेखेको भन्दैमा ठुलो मान्छे भइन्न, हामी कर्मले ठुलो मान्छे भइन्छ। हामी साना काम नगर्ने, ठुलो काम नपाउने, त्यसैले त हामी बेरोजगारको दलदलमा फसिरहेका छौँ नि। हामी सानो ढुङ्गा उठाउन नखोज्ने, ठुलो ढुङ्गा उठाउन नसकिने, त्यही त भइरहेछ नि यहाँ। होइन भने हामी समाजमा बदनामीको काँडा बनी बस्नेछौँ। समाज परिवर्तनका लागि पहिला हामीले आफ्नो मन परिवर्तन गर्नुपर्छ। खा छि यस्तो पनि चिया हुन्छ यार। छोड दे यार, यहाँको चिया यस्तै हो, खा। साउजी भोलिबाट यस्तो चिया चल्दैन है, तिमीबाट हो। कस्तो कस्तो मान्छे आउँदो रहेछ, पैसा नि दिने होइन, गाली गरे पो गयो बेकारमा। यतै बस्नु पर्छ क्या यार आज? उफ साह्रै ठगा लाग्यो यार। कहाँ लिँदो जीवन बोकी, कहाँ लिँदो जीवन बोकी, आफ्नै मनको बीज हुन्छु। कहाँ लिँदो जीवन बोकी, एक्लै मनको बीच हुन्छु। आफ्नै आफ्नाको भिडमा पनि पशु भन्दा नीच हुन्छु। साउजी एउटा बियर लिएर आउनु न। अरु के चाहिन्छ? पर्दैन।
सुमन दाइ मैले तपाईँले कहाँ खोजिनँ उहाँ त भाउजूले आमालाई लतार्दै लिएर जानुहुन्छ नि दाइ मेरो आफ्नै हाल देखेको दाइ नपताए घर गएर हेर्नुहोस् कान्छी ओ कान्छी होइन तैँले सुन्दैनस् यत्रो बोलाएको किन बोलास बोक्रे ह्याट तेरिका यहीँ चाहिँ साँच्ची बुढो पो भइसक्यो अरे म त अचेल त हेर्न तँलाई त म एउटा कुरा भनौँ भनेको भन्न भन् बरु तेरो दिदी छैनन् घर छैन छैन ए छैन कहाँ जानुभयो खै कुन्नी कहाँ जानुभयो हे कसरी पो भन्ने होला हेर्न अचेल त तेरो माया पो पर्न थाल्छ मलाई त के भएको यस्तो खै के भएको तँलाई थाहा होला नि अब त म त बिहे गर्न पो सुरु गरेँ तँलाई कहाँबाट मर आएछ तपाईँको बहिनी त लानु पनि पर्यो होइन मैले बहिनी भन्ने रानी नै उस्ती हो ला तँलाई आफूले आफूलाई हिरो ठान्छस् योसँग मुखले होइन लातले कुरा गर्नुपर्छ केही त बोल न सुमन किन चुप्प लागेर बसेको
तिम्रो अगाडि यति हट, यति राम्री अनि यति सेक्सी केटी बस्दा पनि किन चुप्प लागेर बसेको? तिमीलाई थाहा छ नि, म केटी मान्छेहरूसँग त्यति घुलमिल हुनै सक्दिन। ओ गॉड, म त तिम्रो कुरै बुझ्न सक्दिन। आखिर तिमीलाई केटी मान्छेदेखि यति धेरै घृणा किन छ? आत्तिन पर्दैन, समय आएपछि त सबै कुरा थाहा भइहाल्छ नि। ओके, साँच्चै म तिमीलाई एउटा कुरा भनौँ? भन न, के हो? तिमी मलाई आफ्नो कोठामा कहिले लान्छौ? होइन, तिमीलाई मेरो कोठामा जान किन हतार परेको? लगिहाल्छु नि, नातिया न। ल ल, तिम्रो इच्छा। नरिसाउ न, किन रिसाएको? छैन रिसाएको। अब त ढिला पनि भयो, जाऊ क्यारे। ओके। तिम्रो सबै प्रश्नको जवाब मैले दिइनँ, सायद रिसाक्यो होला। मेरो जिन्दगी त जन्जिरले जेलै सरी छ। थाहा छैन मेरो जिन्दगीको मोड कहाँ पुग्छ। होइन, तिमीलाई मेरो कोठामा जान किन हतार परेको? लगिहाल्छु नि, नातिया न। को यार यो केटी? यो रक्षा हो यार, गाउँ गाउँमा सडक नाटक देखाउँदै हिँड्छ। तर केटी चाहिँ बवाल रहेछ। छोड्दे यार, यस्तो केटीको कुरा के गर्ने। जाउँ जाउँ केटा। सधैँ तिमीलाई यस्तै ठाउँ मात्रै भेटिन्छ, कुनै रोमान्टिक ठाउँमा जान जानेको छैनौ? आऊ बस न, आउन नपाउँदै तिमी कराउन थाल्यौ होइन? आज तिमीलाई भेट्न आएको कारण के हो थाहा छ? थाहा छैन। आज तिम्रो बारेमा सबै कुरा भन्नुपर्छ। तिम्रो घरमा को हुनुहुन्छ, बुबा मम्मी हुनुहुन्छ कि हुनुहुँदैन, बिहे भएको छ कि छैन, यदि तिमीले मलाई माया गर्छौ भने सबै कुरा खुलेर भन्नुपर्छ मलाई। आज तिमीले मेरो अतीतलाई कोट्याएर छोड्ने भयो होइन? त्यसो भए ल सुन, मेरो विवाह भइसक्यो। What? हो, ल सुन। मेरो आमा, जसले मलाई आफ्नो प्राणभन्दा पनि बढी माया गर्नुहुन्थ्यो। मेरो आमाको कति सपना थियो, मेरो छोरा ठुलो होला, बिहे गर्ला, बुहारी ल्याउला, बुहारीको माया ममता पाउला। तर त्यो कुनै कुरा मेरो आमाले पाउनु भएन। बुहारी, ए बुहारी, के चाहियो फेरि? भोक लाग्यो, भात ल्याउ न। काम छैन, काज छैन, बस्या छ, खाछ। लौ, आउने आम्दानी साम्दानी केही छैन, बस्या छ, खाछ। मरिहाले त बरु आनन्दै हुन्थ्यो नि, खानी अनि आफ्नो बाटो लाउने। आजदेखि यो घरको ढोका बन्द छ। हजुर भएको ठाउँमा लिएर जानुस् मलाई।
मेरो लागि त आजदेखि यो घरको ढोका बन्द भयो। म नभएको बेलामा मेरो श्रीमतीले आमालाई नाना भाती भनेर घरबाट निकाल्नु। कहीँ रात मेरो आमा खाली बिस्तारमा सुत्नु, कहीँ बाँच्ने कुनै आधार छैन। जाउँ त कहाँ जाउँ म? छोरा बुहारी भएर पनि आज यो अवस्थामा आउनु पर्यो। यो रात आज यही चौतारोमा बिताउनु पर्यो। खाना राख्दैछु, गएर खानी। तँलाई थाहा छ आज आमालाई भेटेको बाटोमा सुतिरहनु भएको। नाम नल्याऊ है त्यो बुढीको। घरबाट निस्केर गएपछि मलाई आनन्द भएको छ। के भनिस् रे? फेरि भन् त। मैले जे भने एकदम ठिक भन्दैछु। त मान्छे हो कि राक्षस नि हो? कहीँ होलास् नि राक्षस। के भनिस् रे? त्यो दिन उमाइत मैले कतिचोटि फोन गरेँ, फोन उठाएँ। त्यसपछि हाम्रो डिभोर्स भयो। आमा कहाँ जानुभयो अत्तो पत्तो छैन। मेरो घर परिवार लथालिङ्ग भयो। त्यो घर जान मन लाग्दैन। अहिले कोठा लिएर बसेको छु। सरी, मैले तिम्रो अतिथिलाई कोठाएँ। मैले ओइ कल्पना, मैले जस्तो चञ्चलै छैनस् के भइरहेको छ आजकल तँलाई? खै के भएको छ भनु, के भएको छैन भनु। तेरो त बिहे पनि भएछ, आफ्नो त खै यो जुनी नहोला जस्तो छ। मैले बिहे गरेर गल्ती गरे। मैले भनेको मान्छेस् भने तैँले पनि बिहे नगरेकै ठिक छ। ल, नारीको सौभाग्य भनेको नै बिहे हो। त यो के भन्दैछिस्? पढेर पनि अबुझ छ, पशुको जस्तो व्यवहार गर्छ। किन यस्तो? समय आएपछि थाहा भइहाल्छ नि। कल्पना, तेरो बुढाको फोटो हेरौ न। पखै त एकछिन। यही हो हेर। मान्छे त राम्रै रहेछ। डार्लिङ, कति पिएको? पुगेन? बल्ल त सुरुवात गर्दैछु। तिम्रो लागि भरेर राखिदिएको छु, पिउ। बबली, मैले अस्तिदेखि भनिरहेको थिएँ नि, मलाई अलिकति पैसा चाहिएको थियो के। यु चिटर, कति चाहियो पैसा तिमीलाई? कति चाहियो? कति चाहियो? Oh my God!
आज पनि फेरि अबेला भयो यार। चाँडै घर जानुपर्ने आज झन्। आज नयाँ बुढीले मार्ने भयो मलाई। के तनी बोक्रे खानै पर्ने। तेरो जिन्दगी पनि ला मासाले ओहो नरे दाइ के छ हौ बोक्रे कहाँ जानुभयो नरे दाइ बोक्रे होइन दाइ तैँले मेरो दाइलाई मान्छे गर्न छोडी छैन त्यति ठुलो बस्थे मान्छे गर्न छोडी छैन दाइ पनि फेरि हँसाउनुहुन्छ यार जब एकजना त हुनुहुन्छ नि तपाईँ अब धेरैजना मान्छे भापु 1 2 3 चुप साला झुटो कुट्ने खपाउँछस् झुटो कुट्ने कुट्नुहोस् पिठो कुट्ने कुट्नुहोस् दाइ रात परिसक्यो म लाग्यो है दाइ ए बोक्रे रोक हजुर दाइ के भनिस् रे के भनिस् म घर जान्छु दाइ मासले त मेरो घर हिँड त नरेश दाइको घर हिँड त दाइ अब ठिक छ जाने भाइ जाऊ तैँले पाल्छ आज तँलाई धन्य कुल्छ जस्तैले होइन दाइ खास के हो यो के हो यो दाइ म हेर्छु यो बोक्रे म हेर्छु दाइ यो के पर्सि बोक्रे के हैछ यो के हैछ यो के हो त दाइ यो सामान त के हैछ म हेर्छु है दाइ मैले त थाहै पाएन यार के हैछ र यो के हो त सुँगेर हेर्न सुँगेर थाहा हुन्छ कि के हो त थाहा भएन दाइ के हो पत्ता लाउनै सकेन यार के हो यस्तो च्याटेर हेर त च्याटेर हेर थाहा हुन्छ कि च्याट के हो त्यो थु दाइ के हो यो त गुपो रहेछ झन्डै कुचेको दाइ तपाईँले मलाई कुकुच्नेबाट बचाउनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद है दाइ ल बाबा धन्न गु कुल्ची थिएनस् होइन हो दाइ ए नकुल्ची चाहिँ गुल्छ नकुल्ची गु हुन्छ बाटोमा हेरै हिँड्ने गर हुन्छ आफू चाहिँ राम्रो खेल्नु
म बेलुकासम्म पठाइदिन्छु ल बेबी। हस् सानो। ओके बाई, टेक केयर बेबी। यु टु बाई। हो बब्ली, तिमी कति ग्रेट छौ। मेरो जारलाई यानी कि आफ्नो प्राणभन्दा प्यारोलाई चुटकीमा बसमा गरिदियो। यो सबै म प्रतिको माया र म प्रतिको विश्वास हो। तर म उसलाई भन्ने बढी तिमीलाई माया गर्छु। मलाई धोका नदेऊ ल। के कुरा गरे? मैले तिमीलाई धोका दिन सक्छु र? जुन दिन त्यस्तो हुन्छ मैले त्यो दिन यो संसार त्याग्दिन्छु। ओहो, तिमीसँग कुरा गर्न कसले सक्छ र? बरु जाम अब भरे पैसा आएपछि सेलिब्रेट गरौँला। ल हुन्छ जाऊ। आत्मालाई झुक्याउँछु म, पापी मनलाई सताउँछु म। प्यासी आत्मालाई झुक्याउँछु म, पापी मनलाई सताउँछु म। ओइ, हेरो आँखा छैन? यस्तो मान्छेको सङ्गत गर्दैछौ तिमी? एक दिन तिमी नराम्रोसँग धोका खानेछौ, याद गर। बुहारी, कहाँ जान लाग्यौ? धान कुट्न जानु थियो। बुवा, आज मलाई के भयो एकदम पेट दुखिरहेछ। त्यही भएर पर मेडिकलसम्म जान लाग्यो। पेट दुख्यो? अचानक के भयो त? अनि हिँडेर कहाँ जान्छौ त? म पुर्याइदिन्छु नि साइकलमा। साइकलमा? होइन बुवा, म एक्लै जान सक्छु। बरु मिलमा? ठिकै छ नि त, धान लिएर मिलमा मै जाउँला। हेर न, यो खोला, यो जङ्गल, यो प्रकृतिले तिम्रो र मेरो मायाको साथ जिमिरहेको छ। तिमी साथमा भयो भने यो सारा सुन्दर दृश्यहरू फिक्का लाग्छ। तिमीले मलाई अनि मैले तिमीलाई माया गरेर त आज यो सुन्दर ठाउँमा छौँ। तर
तिमीलाई एउटा कुरा थाहा छैन, मेरो श्रीमान 2 दिनभित्रमा आउँदै हुनुहुन्छ। म उसँग बस्न चाहन्न, त्यसैले तिमीले आजै लिएर जाऊ। कस्तो कुरा गरेको तिमीले? अहिले म तिमीलाई लान सक्दिन। मेरो आफ्नो बाध्यताहरू छ, आफ्नो व्यवस्थाहरू छ। प्लिज त्यसो नभन, म तिमी बिना बाँच्न सक्दिन। तिमीलाई मैले भनिसके नि, मैले तिमीलाई लान सक्दिन। तिमी जस्तालाई लाने हो भने मेरो घरको कोठा भरिन्छ। छी, सुमन, म तिमीलाई नै भेट्न भनेर आइरहेको थिएँ, बाटोमा भेटियो। आज कुनै बहाना चल्दैन, आज त म तिम्रो कोठामा जान्छु। हे भगवान, तिम्रो जितको अगाडि मेरो केही लागेन। जाऊ हिँड ल। तिमीले मेरो कोठा हेर्न साह्रै रहर गरेकी थियौ भने नि, यही नै हो मेरो कोठा। ल तिमी बस्दै गर, म तिम्रो लागि मिठो 1 कप चिया बनाएर ल्याउँछु। कहाँ जान लागेको तिमी? म यहाँ चिया बनाउँदैछु त। म अहिले चिया पिउँदिन, मलाई एउटा जरुरी कामको याद आयो, म अहिले जान्छु। हेलो, बब्लीजी हो? हजुरसँग जरुरी कुरा गर्नु थियो। पल्लो गाउँको चौतारोमा आइपुग्नुहोस् न, तुरुन्तै। हुन्छ। नमस्ते। हेलो, भन्नुहोस्, किन बोलाउनु भएको? तिमीले सुमनलाई कहिलेदेखि चिन्छौ? यही 5 महिनादेखि चिन्छु। किन र? यति छिटो समयमा नै तिमी त उसको बच्चाको आमा पनि बन्नेवाला रहेछौ। अनि तिम्रो श्रीमान त विदेश हुनुहुन्छ क्यारे, होइन? सरी दिदी, म उसको मिठो बोलीको जानमा फँसे दिदी। म यो पापको भारी कहाँ बिसम? अब म यो समाजमा कसरी मुख देखाउँ दिदी? नआत्तीय, यो समस्याको कुनै न कुनै समाधान निक्लिनेछ। बरु तिमी होसियार भएर बस्नु। अहिलेलाई म जान्छु। हो त यार। ओ बोक्रे, हजुर दाई। कता हिँडिस्? सुमन दाईसँग बजारसम्म आएको थिएँ। दाई त्यहाँ बजारमा तरकारी किन्दै हुनुहुन्छ, म चाहिँ कान्छीले भेट्न जान लागेको।
यस्तो रातिमा तर्सन आइपुगेको? मेरी प्यारी बब्ली, म तिमीलाई नै बाटो कुरेर बसेको। मलाई पैसाको आवश्यक थियो, ल्याउ न। सुमन, के भनेको तिमीले? कहाँबाट आउँछ र पैसा मलाई? डान्स बारमा कति नै हुन्छ र पैसा? यताबाट नआए पनि उताबाट श्रीमानले त पठाएकै होलान् नि। तिमीलाई केही थाहा छैन सुमन, मेरो श्रीमानले पनि मलाई पैसा पठाउन छोडिसक्नुभयो। मलाई अरू कुरा केही थाहा छैन। मलाई अहिले 2000 भने पनि चाहियो। उफ, 2000 छैन मसँग। आजको कमाई यही 1500 छ, यही लैजाऊ। हेलो बब्ली, तिमी कहाँ हो? सुन न, साथीहरूले एउटा सानो कार्यक्रम राखेको रहेछ, तिमी नाच्न आउनु पर्यो। ल जसरी पनि आऊ। Cheers! खादा लाग्ने बोतलको पानी, लोभै लाग्ने तिम्रो जवानी। खादा लाग्ने बोतलको पानी, लोभै लाग्ने तिम्रो जवानी। लाग्ने बोतलको पानी, लोभै लाग्ने तिम्रो जवानी। खादा लाग्ने बोतलको पानी, लोभै लाग्ने तिम्रो जवानी। पैसा
फेरि के खान आएको नि फेरि दिदी घाटबाट पिठा खुवाउन लाग्यो तैँले मलाई मलाई दिदीको मतलब छैन मलाई त भए पुग्छ बोक्रे तैँले मलाई कहिले पनि साथ नछोड है म पनि तँ बिना कसरी बाँच्न सक्छु र कान्छी म तँलाई कति धेरै माया गर्छु सर मलाई पुरा शङ्का उही माथि छ हामी तयारीका साथ बस्नुपर्छ मेरो चिन्ता लिनु पर्दैन बरु आउनु ए सुमन किन झस्किए कि म छिटो आएँ क्या हो त्यस्तो केही होइन जाऊ हिँड एकछिन मेरो जरुरी काम याद आयो अहिले म यता जान्छु उता पछि जाउँला नि है केटा हो त्यो बाटोमा आउँदैछ कुनै पनि हालतमा उम्किन नदे जा केटा हो समात त्यसलाई आऊ को तिमीहरू बचाऊ छोड दे मलाई साली भन तेरो साथीहरु को छ ह को होस् तिमीहरू किन ल्याएको मलाई यहाँ साली बढी बोल्छी तेरो साथीहरु कहाँ छ कोही छैन मेरो साथी भन कोही छैन मेरो साथी छोड दे मलाई किस्मित को हो तिमीहरू किन लिएर आएको मलाई यहाँ के चाहन्छौ तिमीहरू मबाट छोड दे मलाई नत्र नराम्रो हुनेछ तँलाई यो ठाउँको नाम चाहियो यो ठाउँको नाम काल जंगल हो काल जंगल ओ माय गॉड यहाँ बाघ भालु मात्र लाग्ने होइन हामी जस्तो बाघ पनि हुन्छ बुझिस केटी मलाई थाहा छैन भन तेरो साथीहरु को हो म हो साला यिनीहरुले हो ठोकेर हो अपराधी कानुनको फन्दाबाट कहिले पनि टाढा भाग्न सक्दैन एक न एक दिन कानुनको फन्दामा परेकै हुन्छ बुझिस् सुमन त्यो दिन आज हो
के सोचेको छस् तैँले आफूलाई? त चुपचाप हत्या गर्दै हिँड्छस् अनि पुलिसलाई केही थाहा हुँदैन? चुप! यतिका जनाको हत्या गरेर पनि तँलाई पश्चाताप छैन? एकजनाको होइन, दुईजनाको होइन, चार जनाको हत्या गरेको छस् तैँले। आखिर त भित्र कुन राक्षसले बास गरेको छ? घृणा लाग्छ मलाई तिमीहरू जस्तो नारी देखेर। तैँले मलाई हिर्काउने? मैले त तँलाई कहानी आदि मात्र बताएँ। सबैभन्दा पहिला मेरो आमालाई घरबाट निकाल्ने मेरो श्रीमतीलाई कल्पना 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 यो मेरो हातबाट के भयो? मेरो हातबाट के भयो? मेरो हातबाट हत्या? नहीं नहीं, म जेल जान चाहन्न, म जेल जान चाहन्न। यो लासलाई ठिकाना लाउनुपर्छ, नत्र म जेल जानुपर्छ। एक गरेर जसले यो समाजको खिलाफमा काम गर्थ्यो। श्रीमान विदेशमा छ, दुःख गरिरहेको छ उसको लागि, ऊ यहाँ एक कल फोन गर्दा हाम फालेर आउँछ। त्यस्तो महिलालाई बाँच्ने कुनै अधिकार छैन। तिमी कहाँ हो? म घरबाट निस्किसके। म यहाँ कुरेर बसिरहेको छु के? कहाँ बस्नु भएको छ र? म यहाँ हाम्रो थोरै चोक भन्दा यतापट्टि बर पिपलको रुख भन्दा थोरै पछाडि छु। ल बस्दै गर्नु, म आइहाले। ल छिट्टै आइहाल है। ए आइपुग्यो। धेरै बेर कुराएँ क्यारे है मैले। हेर न कति बेर भयो कुरेर बसेको। घरमा सानो काम थियो त्यसैले ढिलो भयो। टाइम दिएर अनि आफै ढिलो आउने। ढिलो भएकोमा सरी। होइन सरी भन्नु पर्दैन। एकैछिन तिमी बस्दै गर है, म आइहाल्छु। ल हुन्छ।
चली विदेशमा पैसा मैले एक कल फोन गर्दा दौडेर आउँछ। यस्ता नमरे को मर्छ? किन आते कि अलिकति भित्रसम्म प्यासी आत्मालाई झुक्याउँछु म, पापी मनलाई सताउँछु म। प्यासी आत्मालाई झुक्याउँछु म, पापी मनलाई सताउँछु म। छैन आफैसँग कुनै खेल, छैन आफैसँग कुनै खेल। Glory, 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 glory. प्यासी आत्मालाई झुक्याउँछु म, पापी मनलाई सताउँछु म। प्यासी आत्मालाई झुक्याउँछु म, पापी मनलाई सताउँछु म। छैन आफैसँग कुनै खेल, छैन। यसरी हत्याको सिलसिला बढ्दै गयो हो म हत्यारा। मेरो अन्तिम शिकार थिए बब्ली, जसले आफ्नो पेटमा मेरो बच्चा बोकेर बसे। त्यसलाई त मैले बाटोबाट हटाउनु पर्ने नै थियो हो। जुन दिन त्यसलाई गीत गाउनुपर्छ नाच्नुपर्छ भनेर बोलाइ, त्यसै दिन काम तमाम गरिदिए। कसैले सुईको सम पनि पाएन। त्यही कारणले हत्याको सुरुवात तेरो साथीबाट गरे। नारीलाई खेलौना सम्झिने त जस्तोको जिन्दगी यही जेलमा सर्छ। अब तिम्रो पालो। सर, हाम्रो दरेड मिसन पुरा भयो। थ्याङ्क यू, बधाई छ तिमीहरूलाई।